हेलो सम्पूर्ण साथीभाइहरुमा नमस्कार, स्वागत छ हजुरहरुलाई। आज चाहिँ म सधैँ चाहिँ हाम्रो कम्पनीको स्पेशल पार्किङमा छु। पार्किङबाट भिडियो बनाइरहेको छु। हामी चाहिँ सधैँ चाहिँ बिहान आउँछौँ, आफ्नो गाडी लिएर आफ्नो लोकेसन दिन्छ, साइटमा जान्छौँ। साइटमा दिनभरि खतरा खुद्रो काम गरेर फेरि आउँछौँ। आएपछि फेरि यही ठाउँमा पार्किङ गर्छौँ। पार्किङमा आएर बसमा हामी चढेर रुममा जान्छौँ। परदेशी जिन्दगी यस्तै छ, के गर्नु, हजुरहरुलाई पनि थाहा छँदैछ। आफूले भनेको सोचेको जस्तो कहिले पनि हुँदैन। नेपालबाट सन्छ फल्ना धेरै विदेशमा बसेको छ, धेरै पैसा कमाएको छ, धेरै परिवर्तन भएको छ। र त्यही फल्नालाई चाहिँ कसरी काम गरेको छ, के गरेको छ, कस्तो अवस्थामा छ, कसरी काम गरेको छ, पैसा कमाएको छ छैन भन्ने कुरा त्यही फल्नालाई मात्रै थाहा छ। के गर्नु र, सबै मान्छेको सोच, सबै मान्छेको मन उस्तै हुँदैन।